ओके, आज शनिबारको दिन हामी चाहिँ अब गोर्खा दरबारको टुर गर्दैछौँ। हुन त आफ्नै ठाउँ हो, गइरहेको ठाउँ, तर आज बहिनी अनि मेरो बहिनी ज्वाइँहरू, भान्जा भान्जी, यसै गरी सबैजना आउनु भएको छ उहाँको फ्यामिलीबाट। उहाँलाई चाहिँ म गोर्खाको दरबारको अवलोकन साथै भीमसेन पार्कको पनि अवलोकन गराउने मैले कार्यक्रम राखेको छु। यो छोटो ब्लगमा तपाईँलाई स्वागत छ। हेर्दै गर्नु होला द याकुब सो। आज गोर्खा दरबारको एक्सप्लोर गरेको भिडियो अब तपाईँलाई म देखाउँदैछु। गोर्खा बजार चाहिँ यतिखेर एकदमै भद्रगोल अवस्थामा छ है। यो शक्ति चोकदेखि विशेष गरी शक्ति बस पार्कसम्मको एरिया एकदमै फुटपाथहरू र त्यसपछि रोड पनि चौडा हुने कार्यक्रम रहेको छ। के मेरो बहिनी ज्वाइँहरू यहाँ चाहिँ मलाई कुरिराख्नु भएको छ। सो आई पार्क माई भेहिकल, यहाँनिर पार्क गर्छु र उहाँलाई म कुर्छु। एकदमै धुलो उठ्छ। तपाईँ यदि गोर्खा बजार रिसेन्टली घुम्दै हुनुहुन्छ भने चाहिँ मास्क प्रयोग गर्न नबिर्सिनु होला। आज त शनिबार मान्छे एकदम कम छ होइन। अरू दिनमा चाहिँ एकदमै धेरै यहाँनिर धुलो हुने गर्दछ। सो यु हेभ टु बी सेफ। इन्भाइरोमेन्ट क्वाइट रफ दिस डेज। ओके, अब हाम्रो यात्रा चाहिँ गोर्खा दरबारसम्म, त्यसपछि भीमसेन पार्क पनि हामी जान्छौँ होला। बहिनीहरू आउनु भएको छ तुरतुरे बाटो। ओके, हामी अगाडि बढ्यौँ। बाटो साँघुरो छ, धुलो छ। आजको दिन केही अविस्मरणीय हुने पक्कै पनि हामीले विश्वास लिएका छौँ। लेट्स सी आजको दिनको एडभेन्चरहरू हामी युट्युबमा द याकुब सोमा तपाईँ हेर्दै गर्नु होला है त। ऐतिहासिक चौतारो थाल्यो। 300-400 वर्ष पुरानो रुख थियो। के आज शनिबार भएको कारणले अलिकति गोर्खा दरबार क्षेत्र अलिकति व्यस्तै देखिन्छ। पार्किङ पनि धेरै नै गाडीहरू छन् होइन। यो चाहिँ सिद्धाश्रम शक्ति केन्द्र। हजुर हजुर कुन त्यो अहिले आएको थियो अनि यो चाहिँ गोर्खा दरबार, ऐतिहासिक गोर्खा दरबार। गोर्खा दरबारको गोर्खा जिल्लाकै साग जोगाको गोर्खा दरबार, लिगलिगकोट यस्तै ऐतिहासिक ठाउँहरूले हो। अदरवाइज यहाँका मान्छेहरू पनि धेरै पलायन भइसकेका छन्। विदेशी युवाहरू सबै विदेशमा छन्। शनिबार राम्रै चहलपहल हुन्छ यहाँनिर। हजुर, मेरो याकुब सो भन्ने छ चाहिँ गोर्खा याकुब सो भन्ने छ क्या नाम नै। यो चाहिँ गोर्खा दरबारको गेटैमा रहेको यो पूजा सामग्रीहरू तपाईँले खरिद गर्न सक्नुहुन्छ। हाम्रो सबै चिनाजानको दिदीहरू सबै आफै पनि लोकल भएको कारणले सबै चिनजान छ मेरो होइन उहाँहरूसँग। तपाईँले यदि पूजा गर्न आउँदाखेरि यहाँबाट पूजा सामग्री लिन सक्नुहुन्छ। विशेष गरी आज शनिबार चाहिँ गोर्खा जिल्लाबाट मात्र होइन, अन्य जिल्लाबाट पनि आस्थावानहरू चाहिँ आज आउनु भएको छ। अलि मान्छेको राम्रै चहलपहल देखिन्छ। अरू दिनमा सुनसान प्राय बने पनि शनिबार चाहिँ यहाँ अलिकति व्यस्तता हुन्छ। तपाईँले आफ्नो सानो गाडी ठुलो गाडी सबै लिएर आउन सक्नुहुन्छ, किनभने बाटो एकदमै राम्रो छ गोर्खा बजारबाट है। अब लगभग हामी यहाँबाट 5 मिनट हिँडेपछि हामी यो गोर्खा दरबार कालिका मन्दिर गोर्खा दरबार क्षेत्रमा प्रवेश गर्छौँ।
मान्छेलाई धेरै सजिलो बनाइदिएको छ। यहाँ बाहिरबाट आउनुभएको आगन्तुकहरूले चाहिँ परिवारसँग भिडियो कल गरेर हुनुहुन्छ। यो इन्टरनेट भन्ने जमानाले जस मान्छेलाई कुना र विश्वको कुना काप्चाबाट सजिलोसँग जोडेको छ। उहाँहरूको अनुहारमा यो खुसी देख्दाखेरि पनि मलाई एकदमै राम्रो फिल भयो होइन। बाहिर जिल्लाको आगन्तुकहरू हुन्छ, पाहुनाहरू हुनुहुन्छ होइन, आस्थावानहरू हुनुहुन्छ। अनि भिडियो कलमा आफ्नो सानो बच्चासँग कुरा गर्दै हुनुहुन्थ्यो। यो मोमेन्टलाई मैले क्याप्चर गरेँ, खुसी लाग्यो। जस यो इन्टरनेटले चाहिँ सबलाई जोडेकै छ। अझ भोलिको जिन्दगीमा समयमा यो जिन्दगीमा इन्टरनेट भएन भने सायद गाह्रै हुन्छ होला एकअर्कालाई बाँध्नको लागि। छोटो यो भ्रमणपछि अब हामी चाहिँ भीमसेन पार्कपट्टि जाँदैछौँ। ज्वाइँलाई थकेला जस्तो छ है। अब हामी चाहिँ भीमसेन पार्कपट्टि लाग्छौँ। यहाँबाट 5 मिनट जति कारमा हामी पुग्छौँ। त्यसपछि भीमसेन पार्कलाई पनि आजको टुरमा हामी जोड्नेछौँ। ओके, भीमसेन पार्कको के कस्तो माहौल छ एकछिन कुराउँ है त। अबको यात्रा हाम्रो ऐतिहासिक भीमसेन थापा पार्क, भीमसेन पार्कतिर हुँदैछ। गोर्खा दरबारको छोटो टुर हाम्रो सकिसकेको छ। यहाँबाट हामी लगभग 5 मिनटमा चाहिँ भीमसेन पार्क पुग्छौँ। राष्ट्रिय औषधि अन्तर्गत सबै धनी भयो। त्यो औषधि हुन्छ, त्यो आयुर्वेदिक औषधि त्यो ठाउँ फाइनली भीमसेन पार्कको यो भएको ठाउँमा आइपुग्यो। अनि पिपल थुप्रै भन्छौँ। यहाँनिर अब शनिबार दिउँसोतिर चाहिँ अलिकति राम्रै मान्छे हुन्छन्, राम्रै आन्तरिक पर्यटकहरूको भिडभाड हुने गर्छ। र यतिखेर अलिक गर्मी पनि छ। गर्मी भएको बेलामा चाहिँ अलिकति मान्छे कम हुन सक्ने अवस्था हो। यो भीमसेन थापाको यहाँनिर साली पनि राखिएको छ, नेपालका प्रथम प्रधानमन्त्री। उहाँको जन्मथलो बोर्लाङ भए पनि उहाँको मामाको चाहिँ फिनाम हो भन्ने चाहिँ इतिहासमा पाइन्छ। हामी भीमसेन पार्क आइसकेका छौँ है त। पार्कभित्र चाहिँ प्रवेश गर्न तपाईँले चाहिँ शुल्क तिर्नुपर्ने हुन्छ। विद्यार्थीको लागि 5 रुपियाँ, यसै गरी उसको लागि चाहिँ तपाईँ अब अडल्टको लागि चाहिँ ₹10।
एकजना संरक्षक भाइ हुनुहुन्छ, उहाँले चाहिँ यो सबै हेर्ने काम गर्नुहुन्छ। यो भीमसेन पार्क तपाईँलाई स्वागत गर्दछ। हामीलाई पनि देखेर भीमसेन पार्कले स्वागत गरिरहेको अवस्था हो। ओके, हामी फाइनली भीमसेन पार्कभित्र प्रवेश गर्दैछौँ। यहाँ बहिनी ज्वाइँहरू आउनु भएको छ है, उहाँहरूलाई चाहिँ मैले घुमाउन चाहिँ यतिखेर भीमसेन पार्क ल्याएको छु। दाइ के छ, सन्चै छ? बुढो भइया छ है? यतिखेर सुनसान रहेछ, भर्खरै हुन त 10 बज्दै गरेको अवस्था हो बिहानको। भीमसेन तथा शालिन उभिएका छन् यहाँनिर होइन। उनको शालिग एकदमै शान्त छन्। नेपालको राष्ट्रिय झन्डा, यो गौरवको ध्वजा। त्यो सानो परेको पार्क हो, धेरै ठुलो छैन। अनि तपाईँको अब यसको लागि व्यक्तिगत जग्गा दान दिएर बनाइएको यो पार्क हो। त्यसपछि यहाँनिर तपाईँले फुर्सदमा आउँदाखेरि शान्त समय बिताउन सक्नुहुन्छ। एकदम इन्भाइरोमेन्ट चाहिँ निट एन्ड क्लिन छ, फ्रेस एयर छ है यो भीमसेन पार्क। यहाँनिर चाहिँ हाम्रा परिवारका सदस्यहरू हुनुहुन्छ, ज्वाइँ र उहाँका भाइ अनि बुहारीहरू अनि बहिनीहरू पनि हुनुहुन्छ। यो चाहिँ गनपचार डेरा गाउँको यो चाहिँ जामे मस्जिद हो। मुस्लिमहरूको राम्रो बाहुल्यता छ डेरा गाउँमा। त्यसैपछि साइडमा एउटा गाउँ छ आरुसवरा भन्ने, त्यो चाहिँ हाम्रो जन्मथलो हो। अलिकति यहाँनिर चाहिँ छेकिरहेको छ, यो देखिएको रोड एरिया भन्दा ठक्क माथि चाहिँ मेरो जन्मथलो, जन्मघर हो आरुसवरा, तल्लो धनमासे। ओके, समय बित्दै गर्दा बिस्तारै यहाँनिर आन्तरिक पर्यटकको भिड पनि बढ्दैछ। अब दिउँसोसम्म त शनिबार हो, अलि मान्छेहरूको सङ्ख्या बढ्ने नै भयो। यहाँ कोही अब तस्बिरहरू खिच्न, भिडियो खिच्न व्यस्त हुनुहुन्छ, कोही पिङ खेल्दै व्यस्त हुनुहुन्छ। उहाँ चाहिँ दाइ एकदमै पुरानो दाइ, गोर्खा पिपलथोकको। शनिबारको दिन अब हामीले राम्रै बिहान बितायौँ। भाइ बहिनीहरूसँग एकछिन घुमघाम पनि गऱ्यो, दरबार पनि गऱ्यो, भीमसेन पार्क पनि घुम्यौँ। अब चाहिँ हाम्रो यात्रा चाहिँ अब गोर्खा घरसम्म हुनेछ। त्यसपछि हामी खाना खानेछौँ। ईद स्पेसल नै चलिरहेछ, भर्खरै सके पनि पाहुनाहरूको आगमन बल्ल सुरु भएको छ घरमा। अनि आजको दिन राम्रै बित्यो, तपाईँको दिन पनि राम्रो होस् भन्ने हामीले चाहेका छौँ। तपाईँको हरेक पल हरेक समय राम्रो होस्। यति भन्दै अर्को भिडियोको लागि प्रतीक्षा गर्नुहोला। यसै छोटो मिठो ब्लग लिएर आउने नै छु। द याकुब सोलाई सब्सक्राइब तथा लाइक गर्न नबिर्स्नुहोला, सेयर पनि गरिदिनु होला। हस्त, नमस्ते फ्रम गोर्खा।